क्रिकेटमा एउटा एकदमै चर्चित भनाइ छ नि, खेल तबसम्म सकिँदैन जबसम्म अन्तिम बल फ्याँकिँदैन। आज हामी नेपाल प्रिमियर लिगको एउटा यस्तै रोमाञ्चक खेलको कुरा गर्दैछौँ जसले यो भनाइलाई साँच्चीकै जीवन्त बनाइदियो। हो, यो त्यो खेल हो जहाँ सुदूरपश्चिमले लगभग हारिसकेको खेल आफ्नो पक्षमा पार्यो। 29 रन हो, जितको अन्तर यही थियो। तर यो अङ्कले मात्रै त्यो पुरै कथा भन्दैन जहाँ एउटा टिम लगभग खेलबाट बाहिरिसकेको थियो। त्यसो भए कसरी सम्भव भयो त यो असम्भव जस्तै देखिने जित? आउनुहोस् यसैको चिरफार गरौँ। कुरा सुरु गरौँ खेलको पृष्ठभूमिबाट। यो म्याच गत वर्षको उपविजेता सुदूरपश्चिमको लागि यो सिजनको पहिलो खेल थियो, भनौँ न पहिलो अग्नि परीक्षा। अनि उनीहरूको सामना थियो काठमाडौँ गोर्खाजसँग। जित्नै पर्ने दबाब त छँदै थियो। अब टस हारेर पहिले ब्याटिङ गर्न बोलाइएको सुदूरपश्चिमको लागि सुरुवात त एकदमै खराब रह्यो। दुःस्वप्नभन्दा कम थिएन भनौँ। एकपछि अर्को विकेट खस्दा त यस्तो लाग्थ्यो उनीहरूको इनिङ्स सुरु हुनुभन्दा अगाडि नै सकिने हो कि। एकपटक सोच्नुहोस् त, टी20 क्रिकेटमा 72 रन बनाउँदा 6 जना ब्याट्सम्यान आउट। यो अवस्था भनेको त खेल लगभग सकिए सराह हो। यहाँबाट जितको त कुरै छाडौँ, सम्मानजनक हारको आशा गर्नु पनि गाह्रो थियो। तर जब सबै आशा लगभग मरिसकेको थियो, मैदानमा आए कप्तान दिपेन्द्र सिंह एरी र विस्फोटक ब्याट्सम्यान हरमित सिंह। अनि त्यसपछि जे भयो त्यो साँच्चै अविश्वसनीय थियो। हरमितले त 20 बलमै 6 वटा गगनचुम्बी छक्कासहित 53 रनको आँधी नै ल्याए। यही साझेदारीले खेलको पुरै नक्सा नै परिवर्तन गरिदियो। हो, त्यही शानदार साझेदारीको दममा सुदूरपश्चिमले 147 रनको सम्मानजनक स्कोर बनाउन सफल भयो। 72 रनमा 6 विकेटको त्यो डरलाग्दो अवस्थाबाट यहाँसम्म पुग्नु आफैमा एउटा ठूलो मनोवैज्ञानिक जित थियो। तर काठमाडौँका बलरहरू पनि कहाँ चुप लागेर बस्नेवाला थिए र? विशेष गरी करण केसीले आफ्नो धारिलो बलिङले 4 विकेट लिएर सुदूरपश्चिमलाई ठूलो स्कोर बनाउनबाट रोक्न पूरा प्रयास गरेका थिए। उनको प्रदर्शनले देखायो कि खेल अझै सकिएको छैन। ल, अब पालो लायो काठमाडौँको। लक्ष्य थियो 148 रन, जुन टी20मा त्यति ठूलो त होइन। तर प्रश्न यो थियो कि के उनीहरू सुदूरपश्चिमको बढेको आत्मविश्वास र अनुशासित बलिङको सामना गर्न तयार थिए? काठमाडौँका लागि आकाश त्रिपाठीले 34 रन बनाएर केही सङ्घर्ष त गरे, तर अर्को छेउबाट उनलाई खासै साथ मिलेन। जितका लागि जुन किसिमको साझेदारी चाहिन्थ्यो त्यो कहिल्यै बन्नै सकेन। अनि लगातार विकेट खस्दा उनीहरू दबावमा आउँदै गए। सुदूरपश्चिमको जितको मुख्य कारण नै उनीहरूको सामूहिक बोलिङ प्रदर्शन थियो। कुनै एक बलरमा मात्रै भर नपरी स्कटको ग्लाइन, हेमन्त धामी र अलराउन्डर हरमित सिंह सबैले मिलेर महत्त्वपूर्ण विकेट लिए। यो एक टिम एफर्ट थियो जसले काठमाडौँलाई खेलमा फर्कने कुनै मौका नै दिएन। अनि नतिजा, काठमाडौँको पुरै टिम 16.5 ओभरमै 118 रनमा अल आउट भयो। यसरी सुदूरपश्चिमले 29 रनको एक अविस्मरणीय जित आफ्नो नाममा दर्ता गर्यो। अब हरेक महान कथामा केही नायकहरू हुन्छन्, होइन र? यो अविश्वसनीय जितको पछाडि पनि केही खेलाडीहरूको शानदार प्रदर्शन थियो। त्यसो भए को थिए त यो खेलका असली हिरो? यसमा कुनै शङ्का छैन कि खेलका सबैभन्दा ठूला नायक थिए हरमित सिंह। उनले पहिले ब्याटले तहल्का मच्चाए अनि पछि बलले पनि 2 विकेट लिए। कप्तान दिपेन्द्रको 39 रनको महत्त्वपूर्ण पारीलाई पनि बिर्सिनु मिल्दैन। अर्कोतर्फ काठमाडौँका लागि करण केसीको 4 विकेटको प्रयास खेर गए पनि एकदमै प्रशंसनीय थियो। यो खेल अङ्क तालिकामा 2 अङ्कको लागि मात्रै थिएन, यो त आत्मविश्वास र दृढताको जित थियो। 72 रनमा 6 विकेटको अवस्थाबाट फर्केर जित निकाल्नुले सुदूरपश्चिमको मनोबललाई पक्कै पनि आकाशमा पुर्याएको छ। अब एउटा ठूलो प्रश्न खडा भएको छ। सिजनको पहिलो खेलमै देखाइएको यो लड्ने भावनाले के सुदूरपश्चिमलाई यो वर्षको उपाधि जित्नको लागि आवश्यक ऊर्जा देला त? खैर, यो त आउने खेलहरूले नै बताउनेछ।